दर्शकबिन यो मान्छेलाई चिन्नुभयो जो अहिलेको वर्तमान समयमा यो नेपाली समाजमा निकै नै राम्रो छाप छोड्न सफल भइसकेको छ। न यो व्यक्ति कुनै सुपरस्टारको छोरै नै हो, न त कुनै धनढ्य व्यक्तिको सन्तान नै हो। तर पनि यतिको सफलता कसरी? आउनुहोस् सुरुदेखि जानौँ। नाम अशोक दर्जी, जन्ममिति 2066 साल। अशोक एक गरिब र दलित परिवारमा जन्मेको व्यक्ति थियो। अशोकको परिवारमा खाना लाउन धौधौ हुन्थ्यो, तर पारिवारिक अवस्था जस्तो भए पनि गाउन भने चाहिँ एकदम सुरिलो स्वरमा गाउने गर्दथ्यो। अशोक बेला बेला रोडमा गाउने अनि पैसा माग्ने पनि गरिरहन्थ्यो। यतिकैमा कोही व्यक्तिले अशोकले गाइरहेको भिडियो बनाएर सोशल मिडियामा अपलोड गरिदिन्छ र रातारात भाइरल हुन पुग्छ। अब यति नै बेला अशोकमाथि एक व्यक्तिको नजर पर्छ, अशोकको गाउने प्रतिभालाई सही स्थानमा ल्याउनका लागि भनेर। ती व्यक्ति हुन् एकदमै फेमस गायक टङ्क बुढाथोकी। टङ्क बुढाथोकीले अब अशोकलाई लिएर म्युजिक भिडियोको रचनातिर लाग्छ। फाइनली मन बिनाको धन ठुलो कि धन बिनाको मन भन्ने भिडियो लन्च पनि हुन्छ र अशोक दर्जी रातारात स्टार बन्न पुग्छ। हिजोको दिनमा रोडमा गाएर हिँड्ने अशोक अब बालगायकको नाममा चिनिन थाले। अब सबैको जिज्ञासाको कुरा के थियो भने अब टङ्क बुढाथोकीले अशोकको साथ छाडेर फेरि त्यही पहिलाको अवस्थामा पुर्याउँछ कि भन्ने थियो। तर टङ्क बुढाथोकीले अशोकको साथ छाडेनन्, बरु आफ्नै छोरालाई जस्तै आफ्नो घरमा राखे, स्कुल पढाउन थाले, एक बाउले गर्ने कर्तव्य पुरा गर्न थाले। अब टङ्क बुढाथोकीको दिमागमा अशोकलाई लिएर एक फिल्म बनाउने इच्छा जाग्छ। फिल्मको मेन रोलमा अशोकले भूमिका निभाउँदै मन बिनाको धन नामक फिल्म पनि बन्छ। फिल्मले राम्रो आम्दानी गर्छ। अशोक अब एक सिङ्गर मात्र नभएर एक एक्टर समेत बन्न पुग्छ। अहिलेको समयमा अशोकको फ्यान करोडौंमा छ। अशोक दर्जीलाई यो उचाइसम्म पुर्याउने टङ्क बुढाथोकीलाई अशोकको भगवान हो भन्दा पनि फरक पर्दैन। जति पनि अशोक दर्जीको फ्यान्सहरू हुनुहुन्छ च्यानललाई सब्स्क्राइब, लाइक, कमेन्ट गर्न नभुल्नुहोला। अर्को भिडियोमा भेटौँला। धन्यवाद।